हाई गाइज, आज मेरो बिदाको दिन अनि बिदाको दिन भएको भएर आज चाहिँ म चाहिँ करिब 15-20 मिनट पैदल लिएर तरकारी बजार जाँदैछु। अरू ठाउँहरूमा भन्दा अलिकति सस्तो मिल्छ त्यहाँनिर। अनि सुपरहरूमा भन्दा चाहिँ त्यहाँ चाहिँ फलफुल तरकारी मासुहरू जे पनि सस्तो। त्यो चाहिँ अब डिस्काउन्ट सेन्टर भनेर त्यसको नाम नै सिमोदा डिस्काउन्ट सेन्टर हो। र म चाहिँ त्यो डिस्काउन्ट सेन्टरमा तरकारी लिन जाँदैछु। तर अहिले चाहिँ एकदमै गर्मी रहेछ। म चाहिँ छाता बोक्न झ्याल लागेर छाता नलिआएँ, एकदमै गर्मी। अनि म चाहिँ रुमबाट निस्केर करिब 2-3 मिनटको डिस्टेन्समा चाहिँ हाम्रो चाहिँ एकी छ, यानि कि ट्रेन स्टेसन। अनि यहाँनिर चाहिँ एउटा आकाशी पुल छ। यो पुलको यो भुइँ चाहिँ पहिला भन्दा नि अस्ति 5-6 महिना अगाडिसम्म चाहिँ लेउ लागेर कालो थियो, पुरानो भएको थियो। अहिले चाहिँ यसलाई सबै कलर गरेर रातो कार्पेट जस्तो देखिने बनाएको रहेछ। अनि ट्रेन अहिले भर्खरै गइसक्यो, ट्रेन चाहिँ अहिले छैन, फेरि आउनु ला। अनि के गाइज, हाम्रो घरदेखि त्यही 3-4 मिनटको डिस्टेन्समा यो पुलभन्दा पारिपट्टि चाहिँ यस्तो छ क्या, यो जापानिजहरूको यो मरेपछि राख्ने ठाउँ होला सायद। मैले चाहिँ सुरुमा चाहिँ मन्दिर होला सोच्थेँ क्या हो, त्यहाँ के बुद्धको मूर्ति जस्तो के समथिङ हो। त्यहाँ बुद्धको त होइन, जस एउटा के भगवान्को मूर्ति जस्तो पाराले कि हामीले नेपालमा भन्ने मूर्ति त्यसरी राख्छ नि त, त्यस्तो थियो। अनि मैले चाहिँ त्यसलाई चाहिँ सोच्थेँ यो त मन्दिर होला, सोचेको त होइन पो रहेछ। र ट्रेन पनि आयो, अब म तरकारी लिन जाँदैछु। तर एकदमै गर्मी रहेछ, तरकारी के गरी ल्याउने भन्ने टेन्सन भयो भाइ। हाई गाइस, म चाहिँ बाटोमा जाँदैछु। बाटोमा अब धेरै छैन, तरकारी बजार पुग्न लागेँ। यहाँनिर चाहिँ मैले चाहिँ कतिचोटि यो बाटो हेरेँ तर कहिले पनि देखाएको थिएन। यहाँनिर चाहिँ एउटा मन्दिर जस्तो रहेछ, मन्दिर हो कि यस्तो छ यहाँ, सायद मन्दिर होला। त्यहाँभित्रतिर त्यस्तो रहेछ, मन्दिर हो कि के हो थाहा पनि छैन। तर सुनसान छ, मान्छेहरू केही पनि छैन। मैले चाहिँ कहिले देखाएको थिएन आजसम्म यो बाटो हिँड्दाखेरि। फाइनली म चाहिँ मार्केटमा आइपुगेँ। कति धेरै भिडहरू रहेछ। अनि धेरै स्पेसल गरी चाहिँ विदेशीहरू यहाँनिर सस्तो पाइन्छ नि त, त्यही भएर विदेशीहरू चाहिँ धेरै आइरहेको। फाइनली गाइज, मैले चाहिँ तरकारी फलफुल सबै सागसब्जीहरू सपिङ गरेर पनि फर्किँदैछु। अहिले चाहिँ घाम पनि शीतल भइसकेको छ। अनि जाँदैछु, पछाडि ब्यागमा ब्यागभरि अनि हातमा चाहिँ बोकेको छु। पसिना आइरह। गर्मी भयो, बल्ल 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 यहाँनिर निस्केँ। म अघि जाँदाखेरि चाहिँ माथिबाट उता भित्र छिरेको, अहिले चाहिँ यति तल म घुमेर आएछु कि यहाँको बाटो नि खोइ के हो म त भित्र हराएर कहाँ जता हेऱ्यो यस्तै लाग्छ। सिधै सिधै आएको, अलिअलि तल धेरै गएछु, त यति धेरै तल गएछु अघि गएको। खासमा म त्यो पुल हो नि, आकाशी पुल, त्यहाँबाट सिधा उता गएको, त्यहाँनिर निस्किनु पर्ने। म त कहाँ तल पो पुगेछु, तल पुगेछु, त्यत्रो तल घुमेर है। यस्तो गर्मीमा जता हेरेको यस्तै देखिन्छ। यति होला भन्दा हिँड्दै गएको, कति तल 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 गएछु। म त धेरै तल गएछु, यस्तो गर्मीमा कति घुमेछु, छ्या झ्याउ लाग्ने। फाइनली म चाहिँ रुम पुगेँ। गर्मीले हप भयो, तिर्खानी लाग्यो। अब मैले आज के ल्याएँ, अब नेक्स्ट भिडियो बनाउँछु। नेक्स्ट भिडियोमा भेटौँला।